ल यता नमस्ते भन्नु न एकचोटि आमामा ल हेर्नुहोस् गाइस हेर्नु साथीहरु बन्दीपुरबाट आउनु होला बजाइले मुसी आमैले सानी आमाले पठाइदिनु भएको खानाले रसिद दिने भयो अनि दिदी बहिनीहरूले पनि पठाइदिनु भएको पठाइदिएको थियो मेरो दिदी बहिनीहरूले नमस्कार सबैजनालाई स्वागत छ आजको नयाँ भिडियोमा यहाँहरू सबैजनालाई आयो सबैजना सन्चै आराम हुनुहुन्छ होला र आजको भिडियो चाहिँ एकदम दिउँसो सुरु भएको छ अहिले चाहिँ म जाँदैछु किर्तिपुर चाहिँ बुढीहरू उहाँ बन्दीपुर गएको थियो चोकिन ठाउँमा चाहिँ उहाँ चाहिँ बाटो बन्द भएर अल्पत्र परेर म चाहिँ लिनको लागि जाँदैछु ओके साथीहरू आजको भिडियो चाहिँ अन्त्यसम्म हेर्दै गर्नु होला भिडियो मन पऱ्यो लाइक कमेन्ट सेयर पनि गर्न नभुल्नु होला भन्दै आजको भिडियो म स्टार्ट गर्न चाहन्छु एकदम शान्त हरियाली ठाउँमा आइपुगेको छु पारी हेर्नु न पारी यस्तो हरियाली छ अनि यतापट्टि हेर्नु यस्तो झर्ना झरिरहेको छ यहाँबाट भर्खर आइपुग्यो उहाँहरू चाहिँ अब उता मलाई पर्खिराखेको छ अरे एकदम हतार छ एकदम छिटो जानुपर्ने हुन्छ बिहान चाहिँ अटोमा गएको थियो अनि बिच बाटोमा चाहिँ अब बाटो बिग्रेको छ र त्यही भएर चाहिँ मलाई लिन बोलाएको छ अनि म चाहिँ फटाफट जानुपर्ने हुन्छ अहिले चाहिँ म यहाँ कुन ठाउँ आइपुग्यो भनेदेखि मुन्डे आइपुगेको छु अहिले चाहिँ र मुन्डे आइपुगेको चाहिँ यस्तो छ हरियाली आमामा कस्तो हरियाली छ ओहो अनि बाटोमा आउँदा यो झर्ना यहाँ पानी झरेको यो चाहिँ सायद सिँचाइ गर्नको लागि लगेको पानी हो अनि यहाँ चाहिँ यस्तो यहाँ चाहिँ बाख्रा पनि चराउँदै हुनुहुन्छ अब यो बाटो हुँदै म चाहिँ मास्तिर लाग्नु पर्ने हुन्छ पाहाडमा आएपछि यस्तो हरियाली देख्न पाइन्छ कि हेर्नुहोस् न चारैतिर यस्तो हरियाली छ र अहिले चाहिँ यो चाहिँ किर्तिपुर जाने बाटो पनि यस्तो पिच भएको छ अहिले चाहिँ एकदम राम्रो भएको छ ल अहिले म चाहिँ टोकोरे खोलामा आइपुगेको छ यहाँ चाहिँ पुल छ यो चाहिँ पिच बनिसकेपछि यो पुल बनेको पहिला चाहिँ हिँड्नको लागि यो बाटो प्रयोग गरिन्थ्यो झोलुङ्गे पुल भएर चाहिँ पहिला चाहिँ हिँडिन्थ्यो यहाँ थियो पहिलाको पुरानो बाटो यता छ यताबाट कुना जङ्गलको कुना हुँदै यो झोलुङ्गे पुल थियो यो झोलुङ्गे पुल चाहिँ अहिले प्रयोगमा आएको छैन अनि पिच भएपछि चाहिँ ओके साथीहरू म आइपुगेको छु मेरो गन्तव्यमा आइपुगेको छु र म उता चाहिँ उहाँ चाहिँ मेरो ग्रुप यस्तरी कराएर बुढाइराखेको छ हेर्नु मलाई ओइ गरिराखेको छ र माथिपट्टिको भ्यू चाहिँ यस्तो छ यता चाहिँ घाम लागेको छ मेरो फेसमा पनि यस्तो केही देखेको छैन अब म उहाँसम्म जानुपर्ने होला सामानहरू ल्याएको होला यतापट्टिको यहाँ एउटा रेस्टुरेन्ट पनि छ यहाँपट्टि यस्तो माथि पहाड यो देवचुली देवचुली हो माथि चाहिँ देवचुली चाहिँ पुरा त म देखेको छैन देवचुली चाहिँ बादलले ढाकेको रहेछ र यतापट्टि यो चाहिँ यहाँदेखि उता गयो भने बन्दीपुर पुग्न सकिन्छ माथिपट्टिको पहाड हेर्नुहोस् जङ्गल हेर्नुहोस् कति हरियाली छ अन्त हेर्नुहोस् के सामान ल्याएको छ त्यही छ अब दुईजना चाहिँ आयो स्कुटी ल टाटा बाई गरेर हिँड्यो टाटा बाई गरेर हिँड्यो ल दिदी चिसो लाग्नु तपाईँको एटिएम पुगेर है के भन्छ कि मैले कान्छी ताङ कता अब म जाँदैछु कोक लिन स्प्राइट हो ए होइन ऊ दिउ म त ए गुमाले चाहिँ यो मेरो यो सामान हेर्न आएको छैन भनेर भन्नुभएको थियो ल हेर्न पाइयो
बस्न त कहाँ पाइने हामीले बस्न पाइँदैन यो ल अंश बन्ड हुँदैछ यहाँ अब बोरा ल्याएको छ यो पनि अंश बन्ड हो ल यता नमस्ते भन्नु न एकचोटि पुटे कावा yang kan na mau ne ngache mau ne दस दे क्या ngara majele hore mau de mana naranga pun jai क्या naranga हेरे भाग पुरानो भन्दा 15 भाग भनेको छ ल हेर्नुहोस् गाइस बन्दीपुरको कटहर भुइँ कटहर कस्तो हुँदो रहेछ यस्तो खोइ साइड हुनु साइड एक झार्ने हेर्नुहोस् गाइस हेर्नु साथीहरु बन्दीपुरको कटहर आउनु होला कसरी पठाइदिनु भएको बजाइले मुसी आमाले सानी आमाले पठाइदिनु भएको खानाले रसिद दिने भयो अनि दिदी बहिनीहरूले पनि पठाइदिनु भएको थियो मेरो दिदी बहिनीहरूले अब म खान्छु फ्रिजमा राखी ल आज यहाँ चाहिँ बजार लागेको छ भुइँ कटहरको बजार लागेको छ 1 भाग 2 भाग 3 भाग 4 भाग 5 भाग बजार लागेको छ एकछिन अनि यहाँ चाहिँ यहाँ के आएको छ भनेदेखि मेरो सामान आएको छ यो खाना भनेर भाँडा माजेर बसेको छ यता चाहिँ भाँडा भर्खरै भाँडा माजेर बसेको यो खाना पाउँदैन भनेर ओहो लोभ गरेको ल हेर्नु गुमा गरेको ल हेर्नु गुमा लोभ गरेको गुमा लोभ गरेछ है यता उता जान्छ भनेर अब यहाँ समातेको छ बिग्रेको छ जेठाललाई भनिदिनु मलाई नराम्रो दियो भनेर नौ 10 11 छ न 11 भयो यहाँ ल 11 भयो यो त साथीहरु कुहिएको छ यिनै 11 छ न 12 होइन 1 2 3 4 5 6 7 8 9 10 11 12 पनि भएछ साँच्चै 12 भएछ यहाँ ए भाग्य गुमाको भाग्य रहेछ ल अब आइज त्यस तारिहाल्नु म पनि जानुपर्छ कि हो गोमाले बस्नु पनि भनेछ भनेछन्
सानी या या कान्छालाई भाइलाई ए कुन्टे भाइ बस चिसो पानी बस ऊ भाइलाई बोलाउँ जा पठाउँदा मैले पठाऊ बाबुलाई चाहिँ चिसो चिसो ए नहाल्नु है दिदी उसमा नहाल्नु है है आमामा भोलिपल्ट कस्तो छ भोलिपल्ट आमामा भोलिपल्ट कस्तो अर्को पनि भोलिपल्ट ल हेर्नु भुइँकोटा कस्तोले खाएको छ आमामा म त दिदीले चाहिँ ल दिदीले भुइँकोटा हाल्दै हुनुहुन्छ ए भाइ आउनु ल हामीलाई चाहिँ त्यहाँ बोरामा हालेर राखेको छ साग जम्मै यत्रो बोलाएर भर्त राख्दै त्यत्रो खान चाहनु ए हामीले पनि खान्न क्या साँच्चै यार दिदीले लगाउँथ्यो किन धेरै मारान्दै फेरमा राख्ने भन्थ्यो ओ कान्छालाई यहाँ बस मेरो मलाई जस्तै मोटा अब यो अग्लो हुन लाग्यो क्या अग्लो हुन लाग्यो क्या अग्लो हुन लाग्यो ल आइपुग्यो ल है यो पनि यता पनि मुख्यमन्त्री आउनुभयो ल त्यही छ पद मात्रै मुख्यमन्त्रीको काम छैन मुख्यमन्त्रीको जाम क्या त्यहाँ किर्तिपुरमा अस्तिदेखि म जाम भनेको क्या कहिले छुट्टी छ शनिबार छैन त मामा पनि आउनुभयो ए मामा क्या नि कान्छी खाजा खाँदैन मलाई घाँटी घाँटी पहिले उन्नाइस गरेर 10 पानी बल्ल अमिर दादालाई चुक हो यस चुक चुक त्यो चुप पनि अमिलो हाँ अमिलो मोटा उयो खाना खान्न ओ ल के खान्छ बिल लागेर कथामा कस्तो छिटो हेरेको छैन क्या लु छिटो 이상자는 나고 일하는 마음 좀